आज कहाँ जाँदैछ तिमी भन त? कहाँ जाने भन त? कहाँको मेला? के मेला हो तिमीलाई थाहा छ? सो बिना नबुझी के कसको मेला हो? मगरको मेला कि लिम्बूको मेला कि गुरुङको मेला? के मेला हो भन त? माघे मेला? माघे सङ्क्रान्ति मेला? त्यसै हिँडेको के थाहा छैन? थाहा पाउनु परेन। मेलामा गएर के गर्नु? खाने हिँड्ने नाच्ने? अरे ल थ्याङ्क यू फर योर टाइम। भक्तजनहरूलाई उहाँले चाहिँ निःशुल्क रूपमा चाहिँ उपचारहरू चाहिँ गरिराख्नु भएको छ। मगर पुलमा यतिको चाहिँ सिद्ध पुरुष दिव्य पुरुष हामीले पाएका छौँ। यसमाथि पनि हामी गर्व छौँ। उहाँलाई यो आजको कार्यक्रममा विशिष्ट अतिथिको आसन गर्नका लागि हार्दिक अनुरोध गर्छु। मेला 2022 सालको होइन? कहाँ पऱ्यो भाइ यो? हेलो राम्रो राम्रो मगाउने छ। यो पूर्वको मगरहरू छ हो? अहिले त हुर्रा होइन? हुर्रा यो गङ्गोटाको 200 रुपियाँ एउटाको। आमा यो विदेशी गङ्गा यो विदेशी गङ्गोटा हो। यो खाएर भाडा माझ्नु पर्यो नि त, पैसा तिर्न सकिँदैन। तपाईँले जुन पाठ खानु मलाई त्यही पाठ काटेर दिइहाल्यो। ल धरो थियो त नि। आमा यो बदल हो कि के हो? ल आयो जरा जस्तो छ त। भोङ्गे गङ्गोटाको 200 भन्छ, बिहो सुनेर दाम भन्छ त। त्यसलाई के भन्छ? खै जङ्गलबाट ल्याएको के हो? के को? माटो सुँगाउने रहेछ यो। भक्का हो? कति रुपियाँ गोटा? होइन यत्रो खाएको होइन, तिर्खा चाहिँ लागेको छ। पानी चाहिँ खाने हो। फेरि घुमाउँदा रहेछ का? ल फेरि घुमाउँदा एउटा है फेरि परिन दिन्छु ल।
घुमाउँछु ल ल बियर पारेको छ हामीले एउटा बियर सानो चित्रमा ठुलो छ त चित्रमा ठुलो छ बियर ठुलो हुनु पर्यो माछा चाहिँ झुक्कायो कसम यो के हो किन मिल्दैन पाँचचोटि माछा पर्दाखेरि चाहिँ घोगी मागेर खायो होइन मारेको तर हामीले यार माछा दुईवटा ट्राई गर्छ होइन नि हो अनि माछा हामी भाग्यमान समुद्र नभएको ठाउँमा नेपालको सी फुड हो मिठो रहेछ राम्रै पकाएको रहेछ माटोसाटो छैन यो चाहिँ टोटी खेलमा थारूहरूको माघी है थारू सोल्टिनु हेर्दा कहाँ छ नुमा राम्रो राम्रो हेर लाइभ हो लाइभ त हुँदै हुँदैन थारू सोल्टिनु हेर्नु पर्दैन जमालाई दिएछ एउटै मात्रै छ कि सोचेको ठिक छ यसलाई चाहिँ के भन्छ यसको होइन विधि चाहिँ विधि फिल्टर विधि हो यो फिल्टर यो फिल्टर स्याङ हो फिल्टर गरेको स्याङ पहिलोचोटि देखेँ मैले राष्ट्रलाई समृद्ध सशक्त र गौरवपूर्ण बनाएको छ तसर्थ आफ्ना मौलिक संस्कृति चाडपर्व र पहिचानमा हामी सबैले गर्व गर्नुपर्छ विश्वासको खाँचो छ माघे सङ्क्रान्तिले हामी सबैलाई एकबद्ध भएर शान्ति स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्छु आज यस कार्यक्रममा पुरस्कृत तथा सम्मानित हुनुहुने सम्पूर्ण प्रतिभाहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु आफ्नो मौलिक संस्कृति जोगाउन निरन्तर मेहनतका साथ यो कार्यक्रम सफलतापूर्वक आयोजना गर्न हुने सम्पूर्ण आयोजक टिमप्रति पनि हार्दिक
यहाँ वरिपरि हो क्या? यहीँ वरिपरि हो? यहीँ वरिपरि छ क्या? यहाँ हो यो होला। म सोध्छु ल, सोध्छु। आन्टीको पसल छ नि यहाँ हो। छोरा